पछाडिको ब्याकग्राउन्ड चाहिँ इग्नोर गरिदिनुहोस्। हाई एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। न्यू डे न्यू ब्लगको साथ उपस्थित भएकी छु। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। सो आज चाहिँ न्यू इयर 82 साललाई चाहिँ टाटा बाई बाई गरेर चाहिँ 86 साललाई चाहिँ वेलकम गरेका छौँ। सो नयाँ साल लागे जसरी रोग व्याधहरू आइ नपरोस्, मनले चिताएको सबै कुराहरू पुरा हुन्। देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई चाहिँ मेरो हृदयदेखि धेरै धेरै शुभकामना छ न्यु इयरको। चाहिँ न्यु इयर हजुरहरूको प्लान चाहिँ के छ न्यु इयरको? हाम्रो चाहिँ केही पनि छैन। बिहान उठे रोटी सोटी बनाउने क्यार नै पाउन पछाउँदै हुनुहुन्छ नि त। रोटी सोटी बनाउने क्यार नै, मासु सासु बनाउने, अचार सचार खानासाना रेडी भयो। अब चाहिँ आउनुहुन्छ पाहुना, मलाई खिलाएर। मेरो चाहिँ साथी आएको छ के, तौलियाबाट बेस्ट फ्रेन्ड आएको छ। उसले चाहिँ कोही नजाने भन्दैछ। अब थाहा छैन, खासै जान्नौँ होला हामी कहीँ त। अब नानीहरूसँग झ्याउ हुन्छ नि त, एक ठाउँ गएर फोटासोटा खिचौँ भन्दैछ। अब त्यही हुन्छ होला सायद। हामी चाहिँ फोटासोटा खिच्छौँ अनि चाहिँ देशभरि सुत्छौँ। त्यही नै हो आजको न्यु इयर चाहिँ। म चाहिँ रेडी हुन्छु अनि त्यसपछि हेरी ब्लग स्टार्ट गर्छु ल। ह्याप्पी न्यु इयर। यो चाहिँ मेरो साथी। यता हेर न, कपाल दे मैले बनाइदिएको है त्यो कर्ली। हजुर, हामीहरू चाहिँ के अरे बिर्जा ताल हो कि कहाँ जाने थियो कुरा, अनि के भन्छ अरे चौपट भयो। 800 भने कि 800 अटोले 800 भने, त्यही भएर हामी चाहिँ यो बुढी टाल फोटा खिच्छौँ र फर्किन्छौँ घर। गाइज हामी चाहिँ भन्छ बुढी घामले चाहिँ हाम्रो किलौलीका पिकनिक खाइरहनु भएको छ उहाँहरूले चाहिँ। हामी चाहिँ हेरेको हेरे भयो गाइज। केटाइटी यस्तो छ, मान्दिनन् ए मान्दिनन् केटाइटीले। केटाइटी नजाने रे, यस्तो छ हालत। पारी पारी कमलको फुल चाहिँ फुल्या रहेछ। कमलको फुल हो कि के हो र? अहिले हेर अर्कै फुली है हो। कमलको फुल होइन कि अर्कै फुल। हेर न कस्तो राम्रो छ उता, दामी। हाई हाई हाम्रो दिदीहरूसँग भेट भयो। ह्याप्पी न्यु इयर। समितिले सबै तिर्छ, केही भयो भेट भयो हाम्रो चाहिँ केटीहरूसँग। अब चाहिँ हामी भित्र जान्छ। हामी आउन भन्दै आउनै पर्यो क्या गाइज। हामीले चाहिँ के भन्छ बिर्जा ताल आइयो, तर हामीले चाहिँ मसब लाखा भन्ने थाहा थिएन। हामी यस्तो हालतमा चप्पल देखाउन भयो। मतलब प्रदर्शनी मेला लाग्छ भने थाहा थिएन। यस्तो छ हामी साँच्चै आउँदैनौँ कि यस्तो भए थाहा थिएन। यस्तो मेला लाग्यो भने त घरमा थाहा आएन बुढाहरूलाई। लहर त लागेर यत्रो लागेको छ। बाजुले त भनिदिएर तालमा जाने नि त हामी। ताल उता यस्तो रहेछ। बल्ल आउँदैन मान्छेहरू सामान लिएर। ऊ घर लाँदा रहेछ नि त। गयो के छ जान लाग्यो कहाँ छु तिमी आजभोलि? तिमीहरू खेल्ने जस्तो छैन त। पैसा अझै बोकेर आएन ए। तालमा जाने त होला नि। ऊ बिर्जा ताल फोटो खिच्ने भए फोटो खिच्न सक्छौ किन अरे। यस्तो छ हालत। छैन नि गाइज, हामी चाहिँ फाइनली हामी चाहिँ बिर्जा ताल
आउँछ ऊ न धेरै त रहेनछ यति नै रहेछ ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर सबैजना हाम्रो चाहिँ ग्रुप भेट भयो खेल्ने कि नै कति भन्छन् कहाँ टिकट काट्नु सीमा कति किउडाइछु त तिमी त चल गाइज हामी चाहिँ गयो ल रियालिटी भयो हामी चाहिँ अब कोही छैनन् भन्दै धेरै रहेछन् तिनीहरूले के देख्छन् जान्छन् अरे देख्यो ल ठिक छ यस्तै खोजेको पैसा बचाउने राम्रो एकदम गुड ए त्यस्तो होइन के गन्दा बाटो हिँड्ने बाबु सिधा बाटो हेर सिधा बाटो हिँड रियान्सी यता हो बाबु सुनेको ठुलीले सुन्दिनुहोस् त्यो आनन्द झन् कहाँबाट सुन्नु यस्तो छ पारा मान्दिनन् के सिउना माथि निस्क ल फाइनली ल बुट्टी तालमा आएको छौँ अब घर जाने धुलो यस्तो धुलो खाँदै बेली सानो फाइनली गाइज हामी चाहिँ घर आइयो यति धेरै मान्छे हुन्छन् भन्ने भए हामी त्यहीमा थियो यस्ता यिनीहरूलाई लिएर गएको चाहिँ हामीले त्यहाँ गइयो फोटासोटा खिच्न पनि पाएन एउटा दुइटा फोटा खिच्यो अनि त्यसपछि चाहिँ केटाकेटीले सतायो त्यही भएर हामी आएर अनि त्यसपछि के भन्छ नगरपालिकाको डाँडामा 3-4 फोटा खिच्यौँ भिडियो बनायौँ अनि घर आएँ खाना नास्ता केही भएन मैले सोचिरहेको थिएँ नगरपालिकामा खाउँला यस्तो भन्ने सोचिरहेको थिएँ तर दामी बनाउँछ नि त क्यान्टिनमा अनि त्यही खाने एउटा राम्रो होटेलमा गएर बरु त्यही पैसा खर्च गर्ने त्यही के अरे फेरि भन त्यही पैसा खर्च गर्ने भनेको यसले पनि भनेको थिइन् फेरि कोही नजाऊँ अनि एउटा ठाउँमा होटलमा जाऊँ नास्ता खाऊँ अनि आउँला भन्ने सोचेको थियौँ तर भएन एकैचोटि बैकल्पुर टाढो कि के भने तालमा जाऊँ भनिहाल्यो अनि त्यसपछि फेरि गयो न वहाँ गएर केही न केही त्यो एउटा आइसक्रिम खाइयो अनि त्यसपछि यसो हेऱ्यो 5 मिनटमा चाहिँ जाने आउने काम भयो हाम्रो सो त्यति नै हो फोटासोटा चाहिँ हामीले त्यहीँ खिच्यौँ भिडियो हाम्रो चाहिँ यति हो होइन भन न केही मेरो भिडियोमा कस्तो लाग्यो तिमीलाई वहाँ गएर वैकल्पिक ताल गएर कस्तो फिल भयो यस्तो हल्ला गर्छ नि यिनीहरूले यस्तो हामी पनि थाहा थिएन सो अब जाम भन्ने हो अनि फोटासोटा खिचौँ भनेको थियौँ तर राम्रो खिच्यौँ थ्याङ्क यू सो मच वाचिङ माई भिडियो बाई बाई गाइस